हेलो नमस्ते वेलकम ब्याक टु आवर युट्युब च्यानल इट्स मी रूपा सुनार। आयो तपाईँहरू सबैजना सन्चारै हुनुहुन्छ। मैले आफ्टर लङ टाइमपछि भ्लग स्टार्ट गरेको छु, माथि चाहन्छु। अनि आज चाहिँ के अरे मैले त्यो टियु ग्राउन्डमा जाँदाखेरि क्रिकेट हेर्न जाँदाखेरि बनाएको थिएँ नि भ्लग, त्यहाँबाट मैले स्टार्ट गरेको थिइनँ। एन्ड सो सरी। अनि खानासाना खानुभयो होला। आयो सबैजना सन्चारैमा हुनुहुन्छ, म पनि एकदम आरामै छु। अनि म आज एकदम चिटिक्क परेर अनि कता हिँडेको होला भन्नुभयो होला। हामी चाहिँ सबैजना गाइस हेलो हेलो नमस्ते नमस्ते काली नमस्ते। हामी चाहिँ सबैजना भएर आज हामी घुमघाम गर्न हिँडेको साथीहरू। अनि कता भन्दा चाहिँ यो कलङ्की माथि कालुपाडे डाँडा भन्ने छ होइन। अहिले चाहिँ हामी एक्ज्याक्ट बानियाटारमा छौँ, गाडी कुर्दै हो साथीहरू। अनि एकदम एक्साइटेड छु, त्यो ठाउँ कस्तो छ के छ मलाई थाहा छैन। अनि हामी सबैजना एकजना बाहेक सबैजना फर्स्ट टाइम हो। अनि कस्तो देखाएको छ मलाई भनिदिनु प्लिज। अनि आइ एम सो एक्साइटेड। हामी यसरी ग्रुपमा चाहिँ फर्स्ट टाइमै बाहिर निस्केको हो। आज क्लास गोलीमार पार्लरको बन्द गरेर सबैजना घुम्न रमाइलो गर्न कहिलेकाहीँ इन्जोय पनि गर्नुपर्छ होइन त साथीहरू। रमाइलो गर्नुपर्छ कि नै? पर्छ हो त नि। यस्तो घाममा आमामा टन्टल पुरै घाममा। ओके, हामी गाडी कुर्दैछौँ। गाडी चढेर म तपाईँलाई बेला बेलामा देखाउँदै गर्छु। यी साथीहरू हामी कलङ्कीबाट माथि आइयो कालुपाडे डाँडा ट्याक्सीमा। कलङ्कीबाट नि हामी डाइरेक्ट ट्याक्सीमा आएको। अब यहाँबाट लुरु हिँड्नियो, खाएको निकाल्नियो होइन त। रमाइलो गर्न त आएको हामी सबजना, इन्जोय गर्ने हो या जिन्दगी के छ र। टेन्सन गोलीमार लाली गुराँस पर्ने ठाउँमा हामी टक्क लारी। तर यो दिदी कहाँ हुन् मलाई थाहा छैन। पछि आएँ लो। लाली गुराँस माथि रहेछ खै एउटा क्यार्नी हो एउटा निकालिसकेर छ। हाम्रो भाइ छोडिदिनु पर्छ नि। के हाम्रो भाइ नछोडिकन लगेछन्। मरि जानु। हेर्नु न यहीँ हाम्रो भाग छोडेनन् भन्ने मान्छे यता हेर्नु त। लाज किन बाबा। अब यस्तो घाम चर्के खा कि अब के भन्नु। कस्तो भइरहेको सबैजनाले भनौँ होइन। अनि आज हामी फर्स्ट टाइम होइन त यो ग्रुप हामी आएको हो नि। सधैँ पार्लरमा मात्रै बसेर खाइन्थ्यो, आज हामी बाहिर नि आइदियो। यस्तो दामी छ काठमाडौँबाट माथि डाँडामा। यस्तो डाँडा जङ्गलहरू पनि आउनुपर्छ क्या साथीहरू। कति घरमा मात्रै झ्यालगरी बस्नु हो या झ्यालगरी। यस्तो त मैले त हुन त मैले बच्चैबाट देखेको यस्तो गाउँ जङ्गल डाँडा वन पाखा लाली गुराँस मैले त बच्चामै देखेको हो। बट साथीहरूसँग छुट्टै मजा आउँछ क्या। मैले त आइट टु आइट कनेक्सन नै गरिनँ तपाईँहरूसित गाइज। हेर्नुहोस् चस्मा खोलेर आमामा कस्तो घाम चर्केको। डढेर कहाँ डढेको ठुलो जस्तो हुने हो कि अब। है डेन्जर घाम चर्के गाइज। यस्तो फोहोर गरेका नेपालीहरू त पाएर देखेको हुन्छ जहाँ गयो। नेपाली कहिले सुध्रिँदैन, सफा ठाउँ नि फोहोर गरेर हिँडिदिन्छ। के भन्नु, एकछिनमै थाक्यो हामी गाइज। हो इन्जोय गरौँ है, नो रिग्रेट पछि गएर। मलाई चाहिँ धेरै आफ्टर लङ टाइम पछि चाहिँ यसरी हिँड्नु पाइएको छ। भर्खरको बच्चा भएर नि हिँड्न नसक्ने हो काली। आमा
अलि शीतल भइदिएको दामी हुन्छ है दिन अहिले त हामी पानी बिनाको माछा जस्तो भयो कस्तो प्याक प्याक भयो प्याक प्याक भयो यार म त देखाउँदिनँ क्यारे हाम्रो दिदी हुनुहुन्छ नि साउनी बजे सासु बुढी लास्ट ब्युटिफुल हुनुहुन्छ भने आगे छ्या रुन पर्दैन यो चाहिँ के ठाउँ हो अनि के भने हेलमेट अनिवार्य प्रयोग गर्नु रे गाडी स्पिड कन्ट्रोल गर्नु रे लाली गुराँस हेर्न आएको साथीहरू एउटा लाली गुराँस देखे आएन ल तर जति माथि आयो त्यति रमाइलो लागिरहेको मलाई हो नि थकाइ पनि लाख तर आफ्नो साथीहरूसित यसरी डुल्न मात्रै पाउनु नि एकदम रमाइलो कुरो हो चाहे पानी खाना किन्न नपाओस् के भन्नुभएको दिदी कहाँ ल गाइस म त त्यस्तो तेर्सो नमान्नु नि हो फुल फुल्नको लागि फुल टिप्नको लागि के भन्छ रे लाली गुराँस टिप्नको गेट रेडी हुँदै गेट रेडी कहाँ गयो तिनीहरू आमा काफल नि फल्दो रहेछ है काफल पनि काफल नि फल्यो फल्यो नि त काफल ल्याउनु खाइहालौँ ल मलाई खाना देखाउनुस् हस् ओ नानीहरू आउन यहाँ कस्तो मिठो मिठो खानेकुरा आऊ है लौजा काफल फल्यो अमिषा आउन यता ओइ काफल फल्यो यहाँ कस्तो देउ फल्यो उ त्यस्तो बुटामा ल काफल टिप न तिनीहरू ए खाने ल मिठो पो हुन्छ यो त पल्लो शीतल भयो यहाँ शीतल छ आउन के थियो रुपा टिप्ने ठाउँ ल कसरी हो मैले सोचेको थिएँ रुपा यो चिरुङमा चढ्दैछ भनेर यहाँ त जान्छ यसो चिप्लोमा लाउनु त बिस्तारै लिनु लाली गुराँस गाइची ल्याउनु थाल्नु खै ल्याउ त एउटा देखाऊ वाउ त्यसै तर धेरै छोड्दै छैन नि यार छोडेन छन् त्यो सजिलो ठाउँमा चाहिँ छोडेन छन् नि उ त अप्ठ्यारो ठाउँमा चाहिँ छ नि त हामी त लाली गुराँस नि खान्थ्यौँ यार म नि खान्छु यो त के अरे उ त्यो के भन्छ माछा अड्किन्छ नि त्यतिखेर खाने भन्छ नि त गुराँस 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 भन्नुपर्छ ओ गीतासमा ड्युटी निभाउ न गीतासमा ड्युटी निभाउ आफ्नो ड्युटी गाई जा कबिला छ हरेछ चढ्यो चढ्यो हेर यहाँ गुडी गुडी अब उ त्यो हामीलाई तानेको भए आउँदैन है यति टाढोबाट त कुनु त्यो हो त्यो यही दुईटा टिपेको भए धेरै हुन्छ नि त उता फर्केर त्यतापट्टिबाट तान्नु न भन हैलो टिप्न गाह्रो है तिमी आऊ सक्दैन म त्यति त ढल्छ मलाई त ल है बिस्तारै हो त्यो हाँगा चाहिँ हो दियो 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 सरी हाँगा भात्नु पर्यो अरूले के त भाँचिसक्यो हाम्रो त जहाँ अब एउटा हाँगा त हो नि होइन ल वाउ वाउ ल ल फुल फुलेर पहेँलै भयो भन्न नमिल्ने रातै भएछ हामीले रातो फुल कसले पहेँल देखेको थियो नि अहिले त पहेँलो भयो घामले तोरीको फुल देखिरहेछ नि त घामले उयो त नि माथि अब योभन्दा माथि चाहिँ हेर गाइस फोटो खिच्नुपर्छ ल यसरी होइन अलिक कमिला रहेछ यो गोटा रहेछ भन्दा नजाऊ त बिग्रिन्छ के यार सुरुवाल बिग्रिन्छ के यो सुरक बिग्रिन्छ यो सुरक बिग्रिन्छ भनेको नि मैले के गरिदिनु पर्ने भिडेको म चढ्न त सक्छु तर यो सुरुवाल धसरी त जानुपर्छ के माथि च्याप्प पारेर अरू नि होला नि त हुँदैन अरू ओइ यसमा भन्दा नानी
यसमा भन्दा यसमा सजिलो जस्तो छ यसमा के ठुलोमा यसमा छैन फुलै ऊ माथि के अन्त तर 2-3 वटा खै गा ऊ यसमा घामले देखेको त्यो ओइलेको त क्यार थियो र ओइलेको र त्यो फुल्ल फुल्दै गरेको यो बनाएर मध्येर यो जम त्यसो भए आजलाई यति त्यो भिडियो रोक राखौँमा ल त हाम्रो चाहिँ यिनी बाँदर हुन् तर म साँच्चीकै बाँदर हो के मङ्की भाइ कता यी मङ्की यस डार्लिङ बाँदरको रानी सुन्दरी हेर्नुहोस् न ल कहाँदेखि चढेछ परै राम 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 खत्तमै पानी वन जङ्गलै बाँच्ने भने वन जङ्गलै बाँच्ने भयो लाउ न यार ल्याउनु ठुलो फुल्दैछ हाँगा भाग्नु हुँदैन यस्तो बाँदर साथीहरू नि चाहिन्छ कहिले कहीँ काम लाग्छ यस्तो बाँदर साथीहरू चाहिन्छ अब त यति बेला हामीलाई फोटो खिच्न काफी गइसक्यो सबै सिद्धिसक्यो बिचरा मलाई भन्नुपर्छ होइन? तिमीहरू त्यहाँ हो इ वाउ ऊ उतापट्टि छ तिमीले समातेको हाँगातिर एउटा भोक लाग्यो भन्ने मान्छेहरू यता छ ल कस्तो राम्रो फुलेको आमै हेर्नु कति वाउ अनि अहिले फोटो खिच्नु परेन कतै बाँकी छ छैन छैन आउनु बाँकी टिप्नु भयो भने यति बेला टिप्री भए नि टिपाउ न ल यसमा राख अलग्गै नानी अलिक उठ्छिन्छ कि उठिँदैन हौ उठ्छिन्छ आउँछ त्यसलाई अहिले एकछिनबाट खिच्नु नानी भयो अखै ल र बर ए ल र बर भयो एकछिन आउनु हाम्रो बाँदर नि बल्ल बल्ल ओर्नी कमिला गइसक्यो इन्जिनतिर ल निकाल्दिनु म त फेरि रुख त दिनु त गाई यहाँनिर काफलले फलिरहेछ ल म त्यो काफले जुन गरेर देखाउनु माइ गड काफल अब अर्कोबाट काफल खान आउने है हामी ल जाम त नि लगाउनु पाएन जान्छ आफू त के गर्नु पर्ने क्या अरे अनि मलाई गाडी लगाएर यहाँ तल एक भाग फालेर होइन कहाँ कहाँ यहाँ चाहिँ ओइलेका छन् मान्छेहरू के हालेर चाहिँ यो जगाउने होला मान्छेहरूलाई अब त्यही गुराँसको रस मुखमा हालिदिनु पर्यो गुराँसको रुख मुखमा हालेर चाहिँ यिनीहरूलाई जगाउनु पर्यो बिचरा सम्झनाको पेट दुख्यो नि त एउटा आँखा मार्छ म जाँदिनँ म जाँदिनँ म जाँदिनँ होला म जान्नु होला अब म जान्नु होला हेर न साथी जङ्गलको जडीबुट्टी भने यही हो नजानी मान्छेहरू यही बसो हामी त लाग्यो तल झरिसकेको थाहा छ म जाम जाम फाइनली गाइस यस्तो राम्रो लाली गुराँस फुलेको ठाउँमा आइपुग्यो हामी साथीहरू तर यहाँ त टिपेको हो कि ओइलेको हो ओ देखा राम्रो फोटो खिच्नुपर्छ है अहिले अलिक फोटो खिच्ने क्या है बल्ल लाग्छ वाउ तर ओइले छ नि त पुरै है छ्या वाउ यसरी सबै उ भएछ है ओइले छ आहा कस्तो राम्रो देखेको तर मलाई मेरो मामा घरको याद आयो यार यहाँ चाहिँ पुलिस प्रहरी दाइहरू बस्नुहुन्छ त्यो यहाँ फुल टिप्न मनाइ छ हेर्नुहोस् लाली गुराँस फुल टिप्न मनाइ छ
यो रुख नभइदिएको भए यस्तो दामी भ्यू देखिन्छ यहाँबाट है यो रुखले रोक्यो कि सबै अब त छैन त्यो लाली गुराँस ओ त्यहाँ मन्दिरतिर नि फोटो खिच्नु के भयो काली के हुन राम्रो राम्रो फोटो खिच्यो काली यस्तो दामी दामी खिच ल साथीहरू हामी चाहिँ फोटो खिचेर पानी खाएर एकदम धेरै टाइम हो टिकटक बनाएर सबै चिज भ्याएर चाहिँ निस्केको अब तल जाने भ्यू टावर होइन तल भ्यू टावर देखिन्छ नि होइन भ्यू टावर जाने रे जानु चाहिँ जाने 3-4 जना चाहिँ अगाडि गइसक्नुभयो मोटामोटी पुड्कापुड्कीहरू हामी चाहिँ यहाँ हामी अग्ला बाँसका लिङ्गा यस्तो तर राम्रो छ ठाउँ एकदम लालीगुराँस चाहिँ त्यति धेरै त छैन है साथीहरू के बढाइ चढाइ भन्नु लालीगुराँस चाहिँ हामी आउने बेलासम्म सकिसकेछ कि यस्तो लालीगुराँस चाहिँ अलिअलि अनि त्यही पुलिसको ब्यारेकनिर चाहिँ टिप्न नदिँदो रहेछ नि ब्यारेक हो कि खै पुलिस बस्ने ठाउँमा टिप्न नदिँदो रहेछन् अनि टिप्नु नदिँदो रहेछ लालीगुराँस टिप्न त्यो त्यहीँ के त्यहीँ हामीले फोटो खिचेको ठाउँमा त्यहाँ टिप्न पाइँदैन रहेछ त्यहाँ चाहिँ एउटा फुल टिप्यो भने 1000 रुपियाँ जरिवाना अनि तपाईँहरू पनि आउनुभयो भने नटिप्नु होला अनि के अरे लालीगुराँस चाहिँ अब चाहिँ सकिसकेको लगभग सकिसक्यो अघि हामी 2 हप्ता अगाडि आएको भए चाहिँ मस्त लालीगुराँस हुन्थ्यो हामी ढिलो आयो अलिकति तर केही छैन यसरी हिँड्दाखेरि रमाइलो पनि हुन्छ होइन रमाइलो चाहिँ हुन्छ है साथीहरू है एकदम तर यतिको भाइ मिल्ने साथीहरू चाहिँ हुनुपर्छ है तर बल्ल जिन्दगी चाहिँ रमाइलो हुन्छ त्यो सानोतिनो कुरामा अड्केर चाहिँ बस्नुहुन्न है कोही पनि कोठाभित्र गुम्सेर फ्रेस हुनुपर्छ झ्याउ लाग्छ मलाई त हिँड्नुपर्छ अनि कस्तो लागिरहेछ तपाईँहरू सबैजनालाई म चाहिँ रमाइलो चाहिँ लागिरहेको तर गुराँस धेरै त्यही भयो लालीगुराँस फुले चाहिँ तर अलि सकिसके हामी ढिलो आइयो नि त ल हेर हामी अघि तलरी घुमेर आएको भए हामी यति ढिलो यहाँ तल आइपुगिन्थ्यो हेर्नु त हामी यहाँ माथि झरेको पछि आइपुग्यो यहाँ साधनहरू पनि आउँछ गाडीहरू सब आउँछ रमाइलो हा कस्तो मजा हावा चलेको काली तिमी त हिँड्दा नि हिँड्थेन है बिचरा यस्तो सानो जस्ट किडिङ हामी यतिकै ठिक छ सबजना काली लाउ त भिडियो बनाइदेऊ त यतिकै बनाउनु गाडी आएर खुसीको मायाले गाठो पारी यो के पार्क हो खै यो हामी एउटा के पार्कमा आइपुग्यौँ हामी अनि यस्तो दामी यहाँ के लेखा उ त्यो चापे चौर रहेछ उ त्यो यहाँबाट चाहिँ काठमाडौँ चाहिँ दामी देखिन्छ भनेको त त्यति धेरै चाहिँ देखिन्न है राम्रो साह्रो भ्यू देखिनु हामी चाहिँ चटपट पाउँछ अरे पाउँछ अरे चटपट यहाँ बस्न मिल्छ होला नि त कागज छ प्लास्टिक काम नलाग्ने त्यसै गरी तपाईँहरू आज व्यवस्था गर्ने यसै गरी सबै चटपट बनाउँछ र दामी अमिलो पिरो बनाउनु नि त चट्ट
खाएपछि नि बिर्सिनै नसक्ने मिठो बनाउनु हामी त टन्नै खाजा खाएर निस्क्यौँ साथीहरू टन्न भइयो चटपट खायो लेज खायो कुरकुरे खायो चिजबल खायो त्यहाँ मासु खायो के खायौँ नि हामीले दिदी माछा मासु इनर्जी ड्रिङ्क ब्राउन सबै टन्न खाएर हामी अब फेरि माथि भ्युटा यता दिनु त देखाउनु हामी ललिपप पार्टी गीतै गयो त यार अनि के अरे हामी चाहिँ अब भ्यू टावरमा जाने हो होइन त भ्यू टावरमा गएर कस्तो छ त्यहाँको भ्यू हेर्नले एकदम एक्साइटेड छौँ साथीहरू ओके अब हिँडौँ एकछिन कति मिनट लाग्छ र यहाँबाट भ्यू टावर जान यहाँबाट कति लाग्छ भ्यू टावर जान ब्रिटिन हामी पसेको यहाँबाट कति टाइम लाग्छ र ए ल यहाँबाट समथिङ आधी घन्टा 20 मिनट आधी घन्टा 30 मिनट त्यही हो अब 45 मिनट कति लाग्छ आइन न 1 घन्टा लाग्छ 1 घन्टा लाग्छ त हाम्रो यो हिँडेको चालाले चाहिँ 1 घन्टै लाग्न सक्छ है तर एकदम रमाइलो रहेछ साथीहरू यहाँ पिकनिक आउने ठाउँ यस्तो राम्रो डाँडामा आइपुग्यौँ हावा यस्तो मजा चल्यो कसम यस्तो मजा हावा गाइस कम भिडियो बनाउँदा म यस्तो उभिन्छु नानी उठ्यो त हेलो भन्दैन म त मेरो छोरीले एउटा ढुङ्गा हाल्दै थियो गोजीमा केही हुन्न त्यहाँबाट त अहिले तपाईँको ढङ्ग छैन हामी आयौँ काजी कालु पाण्डे समाधि रहेछ है यो चाहिँ यताबाट हो कताबाट हो ए ओहो पैसा राख्नु लाग्दैन के छ र यहाँ पैसा लाग्नुले जाब भिडारमा लिँदैनन् फाइनल्ली आइपुग्यो ल यो टावरको लागि हामी यस्तो यत्रो हिँडेर आएको हामी देखिरहेको त चुटुक्क देखियो यहाँ चाहिँ आफ्नो साधन हुनेहरू आउँदा हुन्छ टक्क लाएर यता आउनु दिदी
यही टावर दहचोक भ्यू टावर ल है आइयो बल्ल बल्ल सर्दैन गेट भित्र आइसकेपछि शीतल भएको है चन्द्रगिरी चन्द्रगिरी वडा नम्बर 1 नरहेछ चढ्न आएको मान्छे चढ्नुपर्छ चढ्न हो नि अहिले त बिस्तारै आऊ होला नि तलतिर यस्तो हालत कालीले जे पनि बालेलाई भन्नुपर्छ अघि त्यहाँ फोहोर देखिएको होइन बालेलाई भन्नुपर्ने भएछ सफाइ नगर्दो रहेछ पोछन नमार्दो रहेछ काठमाडौँ ल हेर्नु साथीहरू तपाईँ पनि मजा लिनुहोस् मेरो भ्लगबाट हैन त थाकेर हेर थाकेर गाह्रो भयो हजुर गाह्रो भयो कोही बेला त्यस्तो प्लेट त पानी बिनाको माछा हुन्छ नि कस्तो राम्रो ठाउँ नि हेर हावामा राम्रो चलेछ यस्तो दामी देख्ने अझ यता यो काठमाडौँ एरियातिर चाहिँ मस्त घुस्न लागेको भए अझ दामी देखिन्थ्यो क्या काठमाडौँको मान्छे हामी कहाँ आयो हामी फाइनली माथि आयौँ ठकै मारी ओहो यो भ्यू हेर्नको लागि हामी यहाँ आएको हो नि त साथीहरू सबैजना रातो कालो निलो पहेँलो भयौँ हामी यो माथि केही छैन साथीहरू हामी कति माथि आएछ हो कति तल छ यो कति तल हो यो कतिको फ्लोर हो यो ओहो यहाँ आउनलाई हामी यत्रो धेरै हिँडेर बनाएर टिकटक बनाएर भुटार चढेर नि आइयो आमा कति गर्मी हो नि लास्ट गाह्रो भयो साथीहरू लास्ट खडेरी पर्ने गाउँ रहेछ यो त यस्तो घाम छर्किने ठाउँमा त खडेरी हुन्छ नि दिदी इ मकै त भर्खर हुन्छ नि त यहाँबाट चाहिँ हामी के पो जाने ब्याट्री लो ल है हामी त क्याम्पमा फर्किएको अब बाई कालुपाडे डाँडा के डाँडा हो कालुपाडे डाँडा फर्कियो अब स्टाफ पाइहाल्यो फर्किहाल्यो हावा चल जाडो भयो के लगा त्यसरी हेर चिसो भएर हामी खाजा खान बस्यो एकैछिन खुट्टा राख्नलाई ल्याउनु पर्यो कि लास्ट खुट्टा पोल्यो
यहाँ गीत पनि बज्दो रहेछ त गीत पनि बजाइदियो भन्नु पाए हुन्थ्यो हेर कपडाको हालत यहाँ छैन फोन पनि कपडाको हालत मेरो फोनै छैन त आज Cheers! त्यसमा तिमी के नखाने काली टेस्ट गरौँ न उनीहरू हातु बोतलमा ओडाएर टक्क लाएर मजा आउँछ यो पनि टेस्ट गर्ने यता देखाऊ है यसो राख्ने यो चाहिँ गर न सुकुटी चाहिँ नानीले खाँदैन छोरी आऊ न खाँदैन नानीले किन ओ त्यो सुकुटी चाहिँ खाऊ गुड मर्निङ साथीहरू दिस इज द नेक्स्ट डे आज नेक्स्ट डे भइसक्यो के भनौँ हिजो मैले भ्लग इन गर्न नि पाइनँ आमा के भन्नु यार छ दुःखको भ्लग इन गर्न पाइनँ मेन कुरो त होइन मोबाइल ब्याट्री लो भयो हामी जताबाट तल झऱ्यौँ भ्युटाहरू गरेर अनि के अरे मतलब भ्युटाहरू चढेर त्यहाँ भिडियो बनायौँ टिकटक बनायौँ होइन त्यसपछि के अरे तल झरेपछि त मेरो मोबाइल ब्याट्री लो भयो अनि म त्यसपछि खाजा खान बस्यौँ हामी त्यहाँ अब छ्याङछ्याङ खाइयो साथीहरूसँग सुकुटी होइन त्यहाँ गाउँले अथेन्टिक होइन अब खाएको चिज भन्नले के गर्ला होइन खाइयो अनि त्यसपछि त होइन टाउको एकदम धेरै ह्याङ पनि भयो मोबाइलमा चार्ज पनि थिएन मैले भ्लग इन गर्न पनि पाएन लास्टै धेरै टाउको पनि दुख्यो चक्कर लाग्यो नि पछि अब कलङ्कीमा हामी सबैजना कलङ्कीमा झऱ्यौँ तल टेम्पोको दाइले हामीलाई कलङ्की लगिदिनु भयो कोही पठाउमा जानुभयो कोही गाडीमा जानुभयो म चाहिँ मेरो बुढोले बोलाएँ मलाई एकदम धेरै टाउको दुख्यो चक्कर लाग्यो तपाईँ आउनु लिनलाई भनेर मैले चाहिँ मेरो बुढोलाई कलङ्कीसम्म बोलाएँ बुढा आउनुभयो घर आएँ मोबाइलमा चार्ज थिएन ब्याट्री लोद्दार भएको थियो मोबाइल अनि टाउको दुख्यो रात पनि पऱ्यो साथीहरू अनि भिडियो मैले इन गर्न पनि सकिनँ होइन स्थिति अवस्थै थिएन माथि चाहिँ खान्छु घर गएको यताउता छुटिएको कस्तो नर्मली लाग्यो कि अब सबैजना दिनभरि रमाइलो गऱ्यो होइन त्यसपछि छुट्टिनु पऱ्यो कस्तो दुःख लाग्यो एनिवे अब त्यो त फेरि हामी रमाइलो गरिहालिन्छ एकै ठाउँमा सबैजना सँगै छौँ यसरी नै रमाइलो गरिहालिन्छ नेक्स्ट टाइम फेरि नै अनि अहिले बिहान उठेर फ्रेस नुहाएर नि चाहिँ अहिले म भ्लगलाई इन गर्दैछु कस्तो लाग्छ हाम्रो भ्लग हामीले एकदमै धेरै इन्जोय गऱ्यौँ मलाई त के लाग्छ भने यसरी इन्जोय गरिराख्नुपर्छ बेला बेलामा जिन्दगी कोठाभित्रको मात्रै जिन्दगी होइन साथीहरू अनि त्यही भएर मलाई चाहिँ कतै साथीहरूसँग हिँड्नु मन लाग्छ घुम्नु मन लाग्छ हाम्रो हाइकिङ जस्तै नै भयो कि अनि हामी सबैजना एकदम धेरै रमाइलो गर्ने खालको मान्छेहरू हो अनि गरियो खाइयो मस्त रमाइलो गरियो अनि मेन कुरो त घरमा सपोर्ट गर्ने आफ्नो हस्बेन्ड हुनुपर्छ त्यसपछि चाहिँ ढुक्क आनन्द टेन्सनै हुँदैन अनि त्यही भएर म खुलेर इन्जोय गर्न सक्छु ओके बाई फेरि भेट्नेछौँ छिटै नै भेट्नेछौँ योचोटि चाहिँ म आज चाहिँ मेरो फेरि साथीहरू आज हाम्रो पार्लरमा स्किन टेस्ट गराउने फ्रीमा स्किन टेस्ट गराउने आउँदै हुनुहुन्छ हामी म चाहिँ दिउँसो दिनभरि पार्लरमा हुन्छु होला सायद अनि ओके फेरि भेट्नेछौँ आई लभ यु सो मच तपाईँहरूलाई मेरो भ्लग जतिले पनि हेरिदिनुहुन्छ धेरै धेरै धन्यवाद धेरै धेरै माया यसरी नै माया सपोर्ट गर्दै गर्नुभयो भने म अझै धेरै धेरै भ्लगहरू ल्याउने कोसिस गर्नेछु अवश्य ओके बाई लभ यु सी यु